हाई एभ्रिवान, नमस्ते। मेरो नाम चाहिँ ललित हो। यो मेरो फर्स्ट भिडियो हो। के भन्दा क्रिकेट नेपाल भर्सेस नामिबिया बीच आज जुन 50 ओभरको क्रिकेट म्याच भयो, त्यसमा दुई तीनवटा कुराहरू मलाई भन्नै मन लाग्यो कि मैले फर्स्ट टाइम यो भिडियो बनाउँदैछु र दुई तीनवटा कुराहरू मलाई भन्न मन लागेको के भन्दा अब खेलाडीहरूको एक्सपिरियन्स छैन भनौँ भने लगभग अहिले जुन टिममा जो एक्सपिरियन्स सबभन्दा बढी एक्सपिरियन्स भनेको करण केसी भयो, हाम्रो सोमपाल कामी भयो, अनि त्यसपछि लगभग धेरै जति पनि प्लेयरहरू छन् अहिले स्क्वाडमा, तिनीहरू सबै राम्रै एक्सपिरियन्स छन्। जसमा ईशान किसनको कुरा गर्ने हो भने ईशान किसनजी चाहिँ भर्खरै के अरे डेब्यु गर्नुभयो नेसनल साइडबाट। त्यसमा कमेन्ट गर्ने कुरो भएन हैन। अब जहाँसम्म कुरो आयो अरू बाँकी प्लेयरको उहाँहरूको एक्सपिरियन्सको कुरा गर्ने हो भने उहाँहरूको राम्रै एक्सपिरियन्स छ। के अरे बााउन्सी विकेटमा खेल्ने, फ्ल्याट विकेटमा खेल्ने, अनि अलिकति घाँस भएको विकेटमा खेल्ने, त्यसको एक्सपिरियन्स राम्रै छ हैन। त्यति हुँदाहुँदै पनि आज जुन किसिमको नेपाली टिमको प्रदर्शन रह्यो एकदम निराशाजनक छ हैन। त्यसबाट अब कसरी के अरे आफ्नो हाम्रो टिम कसरी अगाडि जान सक्छ त हैन। यो तरिकाले हो भने ओडिआई स्ट्याटस जोगाउन पनि हम्मे पर्न सक्छ। त्यही भएर मैले दुई तीनवटा कुराहरू भन्न चाहन्छु हैन। त्यो के हो भन्दाखेरि चाहिँ मैले अहिले धेरै गेममा मैले अहिले विगत 4-5 वर्षदेखि म नेपाली क्रिकेट फलो गर्दै आइरहेको छु। मैले एउटा प्रब्लम के देखिरहेको छु भने बायाँ हाती ब्याट्सम्यान जति पनि छन् हाम्रो टिममा, ती बायाँ हाती ब्याट्सम्यानहरू के अरे बायाँ हाती ब्याट्सम्यान अपोजिसनमा जो पनि बायाँ लेफ्ट ह्यान्ड ब्याट्सम्यान जति पनि छन् उनीहरूलाई आउट गर्न नेपालका बोलरहरू सक्षम देखिरहेका छैनन्। त्यसमा स्ट्रगल गरिरहेछन् नेपाली के अरे बोलरहरू जति पनि छ। तपाईँले हिस्ट्री हेर्नुभयो भने बायाँ हाते ब्याट्सम्यानलाई आउट गर्न धेरै मुस्किल परिरहेछ, धेरै मुस्किल छ। अनि लास्ट गेम पनि जस्तै जर्सीसँग भइरहेको थियो हैन, त्यहाँ पनि एउटा बायाँ हाते के अरे ब्याट्सम्यानले झन्डै 59 मा 8 विकेट गएको, झन्डै 100 भन्दा बढीको साझेदारी गरेको थियो। त्यहाँ पनि बायाँ हाते त्यो ब्याट्सम्यान थिए, तिनलाई त्यो इनिङ के अरे तिनीहरूको अल आउट हुँदा पनि त्यो बायाँ हाते ब्याट्सम्यानलाई आउट गर्न सकिरहेको थिएन। त्यही कारणले गर्दाखेरि अब यसमा पनि काम गर्ने हो कि हैन। क्रिकेट एसोसिएसन अफ नेपालले यो चिजलाई पनि अलिकति ध्यान दिने हो कि के अरे कोचले, अनि त्यसपछि अब सपोर्ट टिमले हैन। अर्को कुरो अब यति एक्सपिरियन्स बोलरहरू छन् भनिराख्दा हैन, भेरिएसन बोलिङमा धेरै कम छ कि नेपाली बोलर अब धेरै एक्सपिरियन्स भइसके, त्यही पनि भेरिएसन त्यति राम्रो देखिँदैन हैन। यसमा पनि काम गर्नुपर्ने देखिन्छ। अनि त्यसपछि नेपाली ब्याट्सम्यानहरू अलिकति प्रेसरमा टु डिफेन्सिभ हुन्छ कि, धेरै डिफेन्सिभ खेल्छ। त्यही भएर राम्रो गेम बन्न सकिरहेको छैन हैन। अर्को कुरो के छ भन्दाखेरि अब कसरी के अरे लेफ्ट ह्यान्डर को लागि प्लान बनाउने हैन, कसरी लेफ्ट ह्यान्ड ब्याट्सम्यानलाई आउट गर्ने, यसमा पनि राम्रो प्लान गरेर अगाडि बढ्न सक्यो भने आउँदा गेममा राम्रो गर्न सक्छ भन्ने मलाई लाग्छ हैन। त्यही हो मलाई लागेको कुराहरू आज मैले सेयर गरेँ। थ्याङ्क यू, धन्यवाद।